दह भन्ने ठाउँमा जाँदैछौँ। यहाँ कस्तो राम्रो प्राकृतिक दृश्य हामीले हेर्न सक्छौँ। निकै रमाइलो छ। चराचुरुङ्गीहरू कराइरहेका छन्। हामी आएको बाटो चाहिँ यो हो। हाम्रा फोटो जर्नलिस्टले यहाँ फोटो खिच्दै हुनुहुन्छ। अब हाम्रो यात्रा अगाडि बढ्छ। नेपालको हरियो वन नेपालको धन। अब हाम्रो दिदी आउँदै हुनुहुन्छ। मैले भिडियो बनाइरहेको छु कि। हामी यो ओह्रालो बाटो लाग्दैछौँ। अगाडि निकै राम्रो प्राकृतिक दृश्य हेर्न सकिन्छ। हाम्रा बडे भैया आगे हम पीछे। हाम्रो दिदी चाहिँ पछाडि आइरहनु भएको छ। सानो दह भन्ने ठाउँको यात्राको लागि हिँडिरहेका छौँ। त्यहाँ कमलको फुल पाइन्छ भन्ने हामीले सुन्न पाएका छौँ। हामी त्यसतर्फ अगाडि बढिरहेका छौँ। दाङको दक्षिण क्षेत्रमा पर्ने यस उत्तरमा पर्ने यस दहलाई हामी अवलोकन गर्नेछौँ केही बेरमै। हाम्रो यात्रा लगभग आधा घन्टाको हुनेछ भन्ने जानकारी पाएका छौँ। हामी यात्रा लगभग 10 मिनट जति यात्रा गरिसकेका छौँ। अब हामी अगाडि बढिरहेका छौँ। हाम्रो यहाँ निकै हरियाली छ। भर्खर तालका पातहरू पलाएका छन्। हामीले यसलाई हेरी आनन्द मानिरहेका छौँ। निकै रमाइलो छ। सूर्य पनि लागिसकेको छ, माथि देखिसकेको छ। हाम्रो दिदी चाहिँ छोरीले उहाँ स्कुल जान नमानेर पछि लागेकाले अलिकै पछाडि हुनुहुन्छ। छोरीलाई फर्काउँदै हुनुहुन्छ। हामी एकदम निकै अप्ठ्यारो बाटोबाट अगाडि बढिरहेका छौँ। ढुङ्गाको बाटो छ यहाँ। हाम्रो सल्लाह गर्ने नानी आइएकी छिन्। ऊ नरौ नानी नरौ के भएको छ नि। धमिराका गोलाहरू पनि हेर्न सकिन्छ। योभन्दा केही अगाडि फेरि अर्को देखिएको छ। हामी यो सल्लाहकारीका पातहरू झरिरहेका छन्। यहाँ हामी यात्रामा अगाडि बढिरहेका छौँ। यहाँ साह्रै सालको वन छ। तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। अनि तीव्र गतिमा दौडिएको छु दिदीहरूलाई भेटाउन। मन्दिर देख्न सक्छौँ। मन्दिरमा यहाँ एउटा राम्रो रुख छ। यहाँ रुखका जराहरू छ। यस्तो छ। तपाईँहरू पनि देख्न सक्नुहुन्छ। दिदी अगाडि बढिसक्नु भएको छ। त्यहाँ मन्दिर छ। हामी 12 गुणे दहको करिब नजिकमै छौँ। अब त यहाँबाट 15 मिनट जतिका हामी 12 गुणे दहमा पुग्न सक्छौँ। यहाँनिर हामी केही बेर फोटो खिच्नेछौँ। म अहिले तल छु। यस्तो जराहरू छन्। हाम्रोमा फोटोग्राफर माथि बसेर हेरिरहनु भएको छ। हाम्रो नानी भएको छिन्। अब म अगाडि जाँदैछु, अगाडि बढ्दैछु माथिको लागि।
चिरो जस्तो छ यहाँ हामी देख्न सक्छौँ। यो चिरो जस्तो छ। मोबाइल तल खस लाग्यो फेरि। हामी नजिकै अब मन्दिर आइसकेको छ। यति लगभग पुगिसक्नु भएको छ पछाडि। अब हामी अगाडि बढिरहेका छौँ। मन्दिर आइसकेको छ। यहाँ मन्दिर देख्न सक्छौँ। श्री सर्वेश्वर महादेव को मन्दिर हो यो। ज्यामिरे दह सिमसार क्षेत्र घोराई दाङ यसलाई कोटकमा निर्माण गरिएको छ। भित्तामा नागका चित्रहरू हेर्न सक्छौँ हामी। ती पेन्टिङद्वारा बनाइएका छन्। हामी भित्तामा पनि मन्दिर हामीलाई मन्दिरदेखि अगाडि 138-34 खुड्किलाहरू पार गर्नेछौँ हामी। अब केही यस्तो ओह्रालो बाटो छ यहाँ, त्यसलाई खुड्किला बनाएर मन्दिरसम्म आउने गराइएको छ। हामी ज्यामिरे दह जाँदैछौँ। यहाँ 108 खुड्किलाहरू रहेका छन्। 137वटा खुड्किलाहरू रहेका छन्। हामी अब केही क्षणमै खुड्किलाहरू पार गर्नेछौँ। हैसेलुका काँडाहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। पासमा पनि काँडा हुन्छ यसको। यहाँ ज्यामिरे दियामा पिकनिक खान आउने यहाँ आएर खाएका चल्लाका भुत्लाहरू यहाँ पकाउने ठाउँ। रुख पेटा परेका छन्, झुम्म परेका छन् रुखहरू पनि। यी रुखका पातहरू सुकेका छन्। यी उसका यिनी केसका रुख हुन् र खैरका रुखहरू हुन्। ज्यामिरे दहमा आइपुगेका छौँ। यी कमलको फुल क्या राम्रो फुलेको देखिन्छ पारितिर। हामी कमलको फुल अवलोकन गर्न गइरहेका छौँ। यी कमलको फुलहरू, यी सबै कमलका फुलहरू हुन्। परसम्म देख्न सक्छौँ हामी। यी कमलको फुल पात यी गोला हुन्छन्। पाप्रो आकारका हुने देखिन्छ कमलका फुलहरू। यस ज्यामिरे दहको विशेषता नै मुख्य विशेषता नै यसको महत्त्व बढ्नुको मुख्य कारण नै कमलको फुलले गर्दा देखिन्छ। यहाँ कमलको फुलका यी नानीले कोपिला टिपिसकेकी छिन्। नानी यता देखाउ त। यी कोपिलाहरू नि निकै ठुलो क्षेत्रमा लामो आकारमा यी छन्। हामीहरूले यसलाई अवलोकन तथा गरिरहेका छौँ। बाटो अप्ठ्यारो छ। 35 लगभग 60-70 200 मिटर जति लामो देखिन्छ। यहाँ 200-300 लामो ताल छ। यहाँ 200-300 मिटर लामो छ ताल। यहाँ कमलको फुल मात्रै छन्। जताकतै अगाडितिर फुलेका छन्, यतातिर कोपिलाहरू भेटेका छन्। दिदीले टिपिसक्नु भएको छ र